वर्ल्ड कप स्टेजमा यो 15 जनाको नाम हिजो क्यानले रिलिज गरेसँगै नेपाली क्रिकेट फ्यानहरू हिजोदेखि एकदम धेरै तातिरहेको छ। कसैले यो हुनु पर्थ्यो भनेको छ, कसैले त्यो हुनु पर्थ्यो भनेको छ, कसैले केही भनेको छ, कसैले केही भनेको छ। विभिन्न किसिमका टिका टिप्पणीहरू पनि भएका छन् र अलिअलि विवादित जस्तो पनि भएको छ। कतिको वर्ल्ड कप खेल्छु भन्ने चाहना यसरी पुरा हुन सकेको छैन भने कतिपयले अनएक्सपेक्टेड रूपमा पनि प्रवेश गरेको जस्तो मैले चाहिँ देखेको छु। तर विवादित भन्दा पनि हाम्रो देश वर्ल्ड कप स्टेजमा जाँदैछ। यहाँ भएका नामहरू पनि हाम्रै दाजुभाइ, हाम्रै साथीभाइ हुन्, यिनीहरू पनि हाम्रै देशका गहना हुन् भनेर यो कुरालाई चाहिँ राम्ररी मन गरेर धेरै क्रिटिसाइज नगरेर र यो चोटि क्षरणमा नपरेका साथीहरूले पनि अर्कोचोटि चाहिँ पक्कै पनि वर्ल्ड कपको क्षरणमा पर्नेछन् र उहाँहरूले मेहनत अझै गर्नुहुनेछ हैन भन्ने आशाका साथ धेरै क्रिटिसाइज नगरौँ हैन, विवादित नबनाऊ। सबैले अब फाइनल नेम नै हाम्रो यही नै हो 5 जना। यो कुरालाई सहजै स्वीकार्नुपर्छ। एउटा क्रिकेट प्रेमी भएपछि यो कुरालाई स्वीकार्दै अघि बढौँ। नेपाललाई, नेपालको शानलाई हौसला दिउँ हैन। आफ्नो तर्फबाट देश विदेशमा जहाँ जहाँबाट हुनुहुन्छ सपोर्ट गरौँ। सबैजना है त आफ्नो देशलाई माया गरौँ, आफ्नो टिमलाई माया गरौँ, सपोर्ट गरौँ। जय नेपाल, जय पशुपतिनाथ।